हेलो साथीहरु, आज चाहिँ म राति नै भ्लग स्टार्ट गर्दैछु किनभने चाहिँ हाम्रो भोलि चाहिँ कालिम्पोङ जाने प्लान छ हैन। अनि न्यू इयर इभ स्पेशलको लागि चाहिँ अब हामी कालिम्पोङ जानेवाला छौं। एकदमै एक्साइटेड छु है म चाहिँ। अनि अहिले चाहिँ अब प्याकिङ गर्ने टाइम भएको छ। अनि म प्याकिङदेखि नै स्टार्टिङदेखि नै कालिम्पोङ जाँदा के कति खर्च लाग्दो रहेछ, के कति टाइम लाग्दो रहेछ, कति बजेटमा पुगेर आयो, अनि त्यसपछि कुन रुट हुँदै जाँदाखेरि चाहिँ एकदम बेस्ट हुने रहेछ, अनि कुन सिजनमा जाँदा पनि बेस्ट हुने रहेछ, सबै इन्फर्मेसन हजुरहरुलाई दिन ट्राई गर्न दिन्छु। अनि मेरो एउटा आँखामा चाहिँ गाजल चाहिँ यो चाहिँ रातिको टाइम भएर हो। अब म फेस वास गरेर अब सुत्ने टाइम हुन लाग्यो हो। सुत्ने भन्दा नि अब 1 घण्टा चाहिँ मलाई लाग्छ होला। म प्याकिङ स्याकिङ भोलि के गर्ने भन्ने कुरा यसो प्लानिङ पनि गर्नु छ। अनि आइटिनरी पनि हल्का बनाउँछु। अनि यतिको लागि चाहिँ अब मैले अहिले नै भ्लग स्टार्ट गरेको, किनभने अब भोलि बिहान स्टार्ट गर्न भ्याइन्छ कि भ्याइँदैन पनि मलाई थाहा छैन। 8 बजे जाने भनेर प्लान बनाएको छौँ। हामी चाहिँ सधैँ जस्तो चाहिँ 10-11 बजे उठ्ने मान्छे हो क्या। अनि यस्तै हो। अब हेर्दै गर्नु होला। अनि यदि मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने लाइक, कमेन्ट, शेयर अनि सब्स्क्राइब गर्न पनि नभुल्नु होला। अब चाहिँ म प्याकिङ गर्छु। साथीहरु, फाइनली मेरो स्किन केयर पनि भइसकेको छ। अनि मैले चाहिँ मेरो सबै सामानहरु पनि रेडी गरिसके। अब म देखाउँछु मैले के रेडी गरे भनेर है त। यहाँ चाहिँ छ मेरो ग्लोभ्स, मंकी टोपी, अनि राइडिङ गियर्स, अनि राइडिङ गियर भित्र लगाउने ड्रेस सबै यतापट्टि छ। अनि यहाँनिर चाहिँ राइडिङ बुट, अनि यहाँनिर चाहिँ ट्रेकिङ ब्याग छ, अनि द्याट इज माई हेलमेट। अब भोलि जानको लागि सबै सेट भइसक्यो। यसमा चाहिँ अनि गेट रेडी विथ मी वाला भिडियो पनि आउँछ। त्यो हेर्नको लागि चाहिँ टिकटक, इन्स्टाग्रामतिर हेर्नुपर्ने हुन्छ। अनि त्यो चाहिँ हेर्न नभुल्नु होला है त गाइज। चाहिँ मसँग कनेक्टेड रहनु होला। यो ट्रिप चाहिँ एकदमै रमाइलो हुनेवाला छ, हजुरहरूलाई पनि इन्जोय हुनेवाला छ। अनि म एकदमै इन्फर्मेटिभ भिडियोहरू लिएर आउनेवाला छु। ओके गाइज, स्टे ट्युन्ड। ल साथीहरु, क्यामेराहरूको सेटअप पनि भइसक्यो। अनि मैले चाहिँ सबै थोक चार्जमा पनि लगाइसकेँ। गोप्रो पनि चार्जमा लगाएँ। प्याकिङहरू त त्यस्तै भइहाल्यो। फर्स्ट एडको सामानहरू पनि हालिसकेँ। अब चाहिँ अलमोस्ट म रेडी भइसकेँ। अब सुत्ने चाहिँ एकदम चाँडो सुत्ने भनेको, तर हेर्दा हेर्दै टाइम त कति छिटो बित्ने। अहिले नै कति बजिसक्यो, राति भइसक्यो। अब यहाँ घडी नै लगाएको छैन। ल साथीहरु, गुड नाइट। भोलि मर्निङमा यही भ्लग कन्टिन्यू हुन्छ है त। गुड मर्निङ साथीहरु, अहिले चाहिँ बिहानको 2:15 भइसकेको छ। अनि आज चाहिँ एक्साइटेड भन्दा पनि सुपर एक्साइटेड भएर हामी ट्रिप जाने 3 जना साथी छौं। को जाँदैछौं भनेर चाहिँ म भन्दिनँ, तपाईहरुले गेस गरेर अहिले नै कमेन्ट गरिहाल्नु त। अनि हामी जाँदैछौं, तर 3 जना नै हामी सुत्या छैन है। हामी 3 जना अहिलेसम्म ग्रुप च्याटमा गफ गरिरहेछौं। अब चाहिँ हामी नसुत्ने नै प्लान बनायौं, किनभने हामी बाटोभरि कफी खाँदै जाने बरु, अनि वहीँ गएर मस्त सुत्ने। न्यू इयर इभमा चाहिँ मजाले लमतान्न परेर सुत्ने भनेर प्लान बनाएको छौं। अनि अब म चाहिँ रेडी हुन थालेँ, कपाल कोरिसकेँ। अब म रेडी हुँदै गर्छु। हेर्दै गर्नु होला कति बजे निस्किने भन्ने टुङ्गो लागेको छैन, तर पनि म रेडी हुन थालिसकेँ। अब नसुत्ने भनेपछि त के चाहिँ गरेर बस्ने त हैन त गाइज। साथीहरु, गेट रेडी विथ मी फर कालिम्पोङ ट्रिप। अहिले चाहिँ म राइडिङ गियर लाउँदैछु। साथीहरु, म चाहिँ ड्रेस भइसकेँ। अब चाहिँ मेकअप गरेर चाहिँ निस्किनु पर्ने हुन्छ। बेबी हाचीलाई माया गरिदेऊ नि त हातमा। लु बाई बाई बाई। पेट्रोल भरेर चाहिँ जानुपर्ने हुन्छ। पूर्णिमाको कल आए जस्तो लाग्दै थियो ब्यागभित्र, रिसिभ गर्न पाएको छु नि। यहाँ पेट्रोल भर्छु अनि पेमेन्ट गर्नलाई फोन झिक्या बेला, त्यही बेला पूर्णिमालाई पनि कल ब्याक गरेर अनि निस्किनु पर्ला। साथीहरु, म चाहिँ अहिले आइपुगेको छु। लालेले एक्लै खाँदै रहेछ, हामीलाई देखाइ खायो होइन। यो लास्टै पापी रहेछ गाइज। पूर्णिमालाई चाहिँ मैले लिएर आएको। यो अल्छे हो, पूर्णिमालाई ल्याएन, ब्यागले ठेलेर झन्डै झऱ्यो है। यो पापी हो भनेर हामीलाई थाहा थियो क्या अगाडि नै। आन्टीलाई हिउँ कसैले ल्याइदियो अरे है उहाँबाट। ल अब चाहिँ हाम्रो यात्रा सुरु भइसकेको छ गाइजहरू। ए यहाँ पनि एकजना भएर रमाइलो हुन्थ्यो अरे। अब म सिङ्गलै हो क्या आन्टी। सिङ्गलै काफी। कम देखेपछि रोक्नु है भनेको थियो मलाई लालीको पेट्रोल भन्नलाई। अब हामी फेरि यहाँ रोकिसकेको छौँ। धुलीखेलै पुगे छैन, रोकै छौँ। अब 5 खालबाट चाहिँ हामी राइड जानुपर्ने हुन्छ। अनि मेरो साथीहरू चाहिँ पछाडि नै छन्, तिनीहरूले बाटो देख्दैनन् कि भनेर म चाहिँ अहिले 5 खालको यो चौबाटोमा ट्याक्कै वेट गरिरहेको छु। धुलीखेल कटेर यो 5 खाल हुँदै जाने बाटोबाट चाहिँ सर्टकट पर्छ अरे भनेर यहाँ हाम्रो गुगल दिदीले भन्नुभयो। त्यही भएर चाहिँ म यहाँ साथीभाइहरूलाई कुरिरहेको छु। आइपुगे मेरो साथीभाइहरू। अब हामी हिँड्यौँ।
बाइक पम्चर भएछ यत्रो अफरोडिङ हानेर आएको माथि नै छन्द्रे उनीहरू त अब म फर्किनु पर्ने भयो यत्रो अफरोड हानेको त व्यर्थै भइहाल्यो नि हौ गाइज माथि पिच रोड सकिने बित्तिकै पो छोडिएको अरे त थाहै पाएको थिइनँ मैले त आफ्नै सुरुमा हिँडिरहेको थिएँ खोलै खोलै अफरोड हान्दै हिँड्दैछु बाटो यस्तो छ के भन्ने हो र बाटो त बाइक कुदाइसक्नु रहेन रह नि त अनि यस्तो दुःख गरेर आएको बाटो फर्किनु पर्दा त लास्ट चित्त दुख्ने भाइ यहाँ रहेछ गाइज बाइकको कति टाढा खरे उयो के भन्छ लाले म पूर्णिमालाई हाल्छु होइन अनि बाइक त अलिक माथि ट्याङ्कीतिर बसेर कुदा के निकाल्न पाए त्यो काटी त ग्यारेजमा गएर निकाल्ने हो क्या अहिले निकालिस् भने त्यो फोकटमा हावा अलिअलि भएको पनि जान्छ पार्दैन ग्यारेजमा गएर निकाल्ने हो पम्चर बनाउनु पर्छ यिनलाई म हाल्छु त एक्लै कुदाउँदाखेरि त केही बिग्रिँदैन त्यत्रो टाढा पुगेको थिएँ यार बल्ल बल्ल कहाँ पुगिसकेको थिएँ थाहा पाएन नि यार उयो पर त अलिअलि त अफरोड रहेछ नि त अफरोड बल्ल बल्ल कटाएको थिएँ है ल अब कुदाम पुग्यो अब चाहिँ हामी यहाँ वर्कसप आइपुग्यौँ अहिले बाइक बन्दैछ गाइजहरू मैले लालीलाई इरिटेट गर्नलाई यसरी चिचा चिचा भिडियो बनाउँछु तर लाली इरिटेटै भएको छैन साथी कस्तो फिल भइरहेछ त ओए कस्तो फिल भइरहेछ त बाइक बिग्रेर भन्नु अलिअलि स्ट्रगल गरेन भने गएको मजा आउँदैन हो किन भन्नु त गाइज हो नि एकदम हाइवेमा छिरेदेखि नै एकदम राम्रो रोड जाँदैछौँ अब 3 घन्टा 6 मिनट देखाइरहेछ म्यापको हिसाबले अब हामीले एस्टिमेट गरे अनुसारले पनि हामी 5 बजे चाहिँ वहाँ पुग्छौँ होला अनि होटलमा रेस्ट सेस्ट गर्ने अनि भोलि चाहिँ मजाले भ्लगिङ गर्दै रमाइलो गर्दै जाने न्यू इयर मनाउने भन्ने विचार गरेका छौँ अब हाम्रो एस्टिमेटेड प्लान अनुसार चाहिँ हुन्छ कि हुँदैन अहिले चाहिँ हामी दोलालघाट आइपुगिसक्यौँ दोलालघाट छेउको बाटो चाहिँ यो बाटो चाहिँ एकदम ओसी छ है ओसी दामी छ दामी ल एकदम रमाइलो भइरहेछ ट्रिप हाम्रो पछाडि छन् लाले र पूर्णिमा अनि म चाहिँ अगाडि जाँदैछु किनभने म्याप मेरो फोनमा लगाएको छ बलेफी पनि क्रस भइसक्यौँ अनि साथीहरू चाहिँ वासरुम आयो रोकुम भन्दैछन् अब कहाँ रोक्ने भन्ने थाहा छैन यहाँ जङ्गल मात्रै छ जङ्गलतिर जाने कुरो भएन हामी त प्रदूषण बचाऊ भन्ने पक्षको मान्छे हो नि त आशिका तामाङ नभए पनि आशिका चम्लगाई त हो नि त होइन गाइज अनि त्यही भएर अब चाहिँ म एउटा राम्रो होटल खोजेर चिया पनि खाने गरी अनि टक्क वासरुम जाने गरी चाहिँ बाइक रोक्नु पर्यो भन्ने विचारमा छु अब चाहिँ हेर्दै जाऊँ होटल कहाँ भेटिन्छ है त हामी भोटेको सी बिच रिसोर्ट आइपुगेको छौँ एम्बियन्स चाहिँ एकदम राम्रो अनि होटलै हाम्रो जस्तो भइरहेछ किनभने यहाँ हामी बाइक कोही पनि छैन होइन लाले बसिरहेछौँ यहाँ पूर्णिमा चाहिँ हामी चाहिँ टक्क रुपटपमा आएर चिलमा बसिरहेछौँ यहाँनिर चाहिँ बिच छ सुकुटे बिच एकै भोटेको सी बिच ल साथीहरू यसको कुरालाई माइन्ड नगर्दा हुन्छ किनभने यो पागल हो लाले भैया साइकल किन्न आँटेको अरे गाइजहरू अनि पानीपुरी भन्दै बेच्छ अरे मेलो पिरो चुवास भन्दै बेच्छ है लाले अनि उनको तातो कोक हाम्रो चिसो कोक है गाइज कटेपछि अब चाहिँ सिन्धु विकास ब्याङ्क रहेछ यहाँ
टक्क। अनि यो सुनकोशी गाउँपालिकाको कार्यालय पनि यहीँ अगाडि रहेछ। खै चटक्कै परेको गाउँ रहेछ है गाइस। बबाल छ बबाल। अझै पनि हाम्रो चाहिँ 67 किलोमिटर बाँकी छ। अझै 1 घन्टा 41 मिनट 40 किलोमिटर बाँकी छ। अब अहिलेसम्म त बाटो पनि राम्रै छ। बिचमा चाहिँ अलिकति त्यो 5 खालभन्दा अगाडि चाहिँ अलिकति अफ रोड हानेको हो, नत्र भने बाटो पनि राम्रो छ। 3:50 भयो, चिसो भइरहेछ। सही छ, सही मौसम पनि सही, ठाउँ झन् सही। जिरी राम्रो देखियो भने चाहिँ जिरी पनि जाने हो, नत्र भने चाहिँ कालिम्चोकबाट दर्शन गरेर फर्किने कुरो भएको छ। अब जम्मा 20 किलोमिटर छ है गाइज हाम्रो डेस्टिनेसन चाहिँ। ओन्ली 20 किलोमिटर। मुस्ताङ जस्तो देखिने यहाँ। चिसो चाहिँ एकदम चिसो छ है यता पनि। तर घाँसहरू चाहिँ मुस्ताङमा चाहिँ एउटै नहुने, यहाँ चाहिँ अलिअलि चाहिँ छ। तर हेर्दा चाहिँ लुक्स चाहिँ एकदम मुस्ताङसँग म्याच खाने टाइपको रहेछ यतापट्टिको चाहिँ। उतातिर चाहिँ अब पुरै बेयर हुन्थ्यो नि त मुस्ताङमा चाहिँ। यहाँ चाहिँ घाँसहरू पनि छ, तर हेर्दा चाहिँ पहाडहरू चाहिँ ट्याक्कै मुस्ताङ जस्तो क्या। जोस मजा आइरहेछ आजको राइडमा। लालेहरूले मलाई कहिले नभेट्ने भयो भाइ राइडमा। खालि छोडिएको गर्छन्। रोक्छु कुर्छु फेरि छोडिन्छन्, रोक्छु कुर्छु फेरि छोडिन्छन्। साथीहरू अहिले चाहिँ हाम्रो खाजा टाइम भइसकेको छ। तातो चाउचो चिसो टेम्परेचरमा रमाइलो हुन्छ। यस्तो हो नि त रमाइलो होइन। चाहिँ हामी डेस्टिनेसनको एकदम नजिकै नै छौँ होइन। अब धेरै छैन, अब 15 किलोमिटर पनि छैन होला। बाटो चाहिँ अफ रोड सुरु भइसकेको छ। अब जाडो चाहिँ एकदम एक्सट्रिम हो है गाइज। अब कति मिनट छ दाइ? ए हस् धन्यवाद दाइ, हस् धन्यवाद। बुकिङ गरे छैन? क्लचै तान्दैन यार हातले। यहीँ हुत्तेर गएँ कसम। जिन्दगीमा नहानेको अफरोड हाने जस्तो भयो यार। घोडामा घचक गर्छ नि गाइज, त्यस्तै फिल भयो। घचक गर्दै आएको यार। अहिले मात्रै गोप्रो अन गर्न सकेर गरेको मैले। अघि त उफ्रेर गोप्रो थिच्न पनि नसकेको। ओ माई गड। तल त राम्रै थियो बाटो, माथि त बसिरै रहेछ नि। बाटोमा कति बाइक गाडीहरू बिग्रेर रोकिरहेछन् भाइ मान्छेहरू बनाउनुलाई हो कि। हत्तेरी यस्तो गाह्रो बाटो यार। साँझमा आउने चाहिँ होइन रहेछ क्या। बिहानै थियो अथवा दिउँसो थियो भने यो बाटो पनि सजिलै पर्थ्यो होला। ओहो कुरी भिलेज आइपुग्यो यार। कस्तो राम्रो देखिएको भिलेज। बबाल रहेछ यार। यो हो नि त भ्यू भनेको। हट बाटो अफ रोड भए पनि भ्यू बबाल रहेछ। हट आइपुग्यो गाइज, आइपुग्यो। दुःख सुख जसरी भए पनि आज खुट्टा टेको भने नि गाइज अफ रोडिङमा चाहिँ लास्टै गाह्रो पर्छ क्या। बरु खुट्टा माथि राखेर वहीँ पारेर लानु पर्ने रहेछ कि। सर वा यो हो नि त हो। न्यु इयर मनाउन त हामी सही ठाउँमा आयौँ यार। कुरी भिलेज बबाल रहेछ यार। आई जस्ट लभ द भ्यू। फिट भइहाल्यो नि जति अफ रोडिङ हाने पनि। किन रोक्नु भएको? ए आफ्नो हातले ब्रेक नतानेर मुस्किल भइरहेछ। जानु भन्छन् यार। ओ कस्तो बाटो क्या। ब्रेकै तान्दैन बाइकले, फेरि ब्रेकै तान्दैन क्या हातले। पछि किन हेरेर बसेको मुला? यहाँ आफूलाई डर लागिसक्यो। म त यता जान्छु बाइक। हजुर छैन हत्तेरिका। सुनिएन। ए कसरी छ यहाँ रुमको?
हाम्रो त्यस्तै 1000-1200 3 कतिजना हो हामी 3 जना हो 3 जनाले त्यस्तै 1200 जति पनि मिल्छ हजुरहरु हेरौँ ल पहिला रुम हेरौँ है रुम हेरौँ ल रुम दोकान धारामा त कहीँ आउँदैन बिहान हामीले दिने हो तदारा ए हुन्छ मलाई पिउनाले रुममा खर्मस दिन्छ त्यही नुहाउनलाई चाहिँ थोरै थोरै भए पनि तातो पानी दिनु भने हुन्छ म रुम हेरेर आउँछु बस्दै गर है राम्रो रहेछ भने बस्ने हो कतापट्टि हो दिदी ए यसको कति त्यसको कति अब यो चाहिँ हुनु चाहिँ 1500 मा दिनु होला हजुरहरु रुम लिएर बस्नु कस्तो प्याकेज भन्नाले भने अझै यो तपाईहरुले पर्छ 1200 पर्छ हजुर बेलुका चिकन डिनर कोठा हजुर बिहानको ब्रेकफास्ट अनि क्याम्प गरेर बसेर चार्ज लाग्ने त्यही भित्र हो ल सामान लिऊँ न त अब माथि रुमै लिएर बस्ने हो सिस्टम रुमै लिने खानाको कति पर्छ खानाको अब चिकन खाना 450 हो भेजको चाहिँ 350 अनि मटन खायो भने 600 रुपैयाँ मटनको चाहिँ वाशरुम कहाँ छ वाशरुम यही हो सिस्टम ल अहिले त्यो बार्बिक्यूहरू पनि हुन्छ ए म अहिले सल्लाह गर्छु त्यसको लागि चाहिँ पहिला रुममा उयो चाहिँ ल्याउँछौँ है हस् साथीहरू हामी चाहिँ फाइनल्ली आइपुगिसकेको छौँ स्विजरल्यान्ड होइन अनि बाहिरको मौसम यस्तो बवाल छ होइन यहाँ हेर न ब्लस नलाइकन नाक र गाला रातो भइरहेछ अब म देखाउँछु ल बाहिर गएर मेरो भ्युअरहरूलाई कस्तो ठाउँमा आएको छौँ भनेर है त गाइस हम कहाँ पर है दिखिए साथीहरू हाम्रो बार्बिक्यू स्टार्ट भइसकेको छ अहिलेको लागि चाहिँ सेफ चाहिँ म छु यहाँ साथीहरू अनि त यत्रो छोरो मान्छे ड्याङमा बसेको चाहिँ के काम क्याम्पे हो क्या हो तपाईँ बस भन्छ अहिले है अनि हामीले चाहिँ अनि साथीहरू हामीले चाहिँ दुईटा रम हानेर आइसक्यौँ है एउटा चाहिँ विदेशी एउटा खुकुरी अनि अहिले हामी टङमा खाँदैछौँ अब फेरि हामी वाइन खानेवाला छौँ हामी आज ज्याप हुने हो वाइल्ड हुने हो हामी न्यू इयर खतम हुने सीता चपे कोटाइले बक्सी किन कोटायो सीता तिमी बक्सी यो मान्छे होइन गाइस मैले राम्रो ठाउँमा राखेको थिएँ यहाँ राखेको थिएँ यसले कोटाइदिए साथीहरू हाम्रो स्कुटी पनि आएको थियो मैले देखाउनै बिर्सेछु खान थालेछु राङ्गाको स्कुटी है गाइस हेर्नुहोस् गाइस रक्सी खाएर मान्छेको हालत रक्सी ओभरलोड रक्सी यहाँ हाम्रो भ्लगर राशिकार हुँदै हुनुहुन्छ होइन किन भएको थाहा छैन हेलो साथीहरू गुड मर्निङ फ्रम कालिम्पोङ अनि अहिले चाहिँ म नुहाएर आइसकेँ आन्टीले मलाई 2 बाल्टी तातो पानी दिनुभयो अनि म नुहाएर आएँ तर यस्तो चिसो छ मौसम होइन म कतिको चिसो छ भन्ने कुराको झलक देखाइदिन्छु है त यहाँ हेर्नु गाइस यहाँनिर मेरो नाम लेख्न मिल्छ ASHIKA आशिखा ओहो तर कोर्कार भएको छ कि अगाडि नै कसले कोरिसकेको रहेछ आम्मामा आइस ए बाइक कुद्ला त गाइस ओ माई गॉड अब चाहिँ म मन्दिर जानुपर्ने हुन्छ त्यसको लागि चाहिँ अब म माथि गएर कुर्ता सुरुवाल लाएर आउँछु गाइस साथीहरू म चाहिँ रेडी भइसकेँ कुर्ता सुरुवाल लाएर फुल संस्कारी मुडमा होइन अब जाँदैछु म पूजा गर्नलाई अनि अहिले चाहिँ यहाँ अब पूजाको सामान लिनुपर्ने छ ल हिँडेको ल म दिदी केबल कार कहाँबाट पाउने हो कता लेफ्ट जाने कि राइट लेफ्ट जाने कि राइट राइट ल अब म गएँ केटाकेटीहरू मेरो यात्रा सुरु भयो के हो यहाँ त पुरै एन्टी लाइट पाउँदो रहेछ नि त अनि साथीहरू अहिले चाहिँ उहाँहरू चाहिँ मसँग केबल कार चढ्ने टिम भइसक्नु भयो यता पनि हुन्छ एकजना अनि अब हामी केबल कार चढेर जाँदैछौँ माथि मन्दिर दर्शन गर्नलाई
दाइहरूले मेरो भिडियो खिचिदिनुहुन्छ अब बाटोमा च्यानलको नाम भन्नु साथीहरू अब चाहिँ हामी जाँदैछौँ कालिम्पोङ मन्दिर अहिले हामी केबल कारमा छौँ के अरे दुर्गा हामी पनि गरिदिन्छु सब्स्क्राइब फेसबुकले टिकटकले हेला किताकाल दूर से हैन त्यहाँ छ त मार्कमा देखिरहेछ तर यहाँ भिडियो चाहिँ तु भनिरहेछ ल्याउ त हाल त फोटो खिच्छ त बाइक चाहिँ उता घ्याङ डाँडाबाट जान्छ अरे क्या लामो पर्छ अरे बाटो चाहिँ तर घुम्ने ठाउँ राम्रो छ भन्दै हुन्थ्यो आन्टीले राम्रो त्यो भयो यो त हामी जय मा भगवती यो चाहिँ सिङ्गो कालिम्पोङको भ्यू है साथीहरू केबल कारबाट उत्रेपछि पनि अलिकति चढ्नु पर्ने रहेछ अब हामी चढ्दैछौँ माथि यस्तो ब्युटिफुल माउन्टेन रेन्ज रहेछ गाइजहरू यहाँबाट देखिने चाहिँ भ्यू चाहिँ साँच्चीकै बबाल हो यति मात्रै होइन यतापट्टि पनि बबाल देखिरहेछ उयो चाहिँ कालिम्पोङको गाउँ यो मन्दिर जाने ट्रेल पनि एकदम ब्युटिफुल रहेछ अनि यताको त कुरै छोडिदिउँ गाइजहरू त्यो चाहिँ झर्ना होइन है हिउँ पर्या हो अनि यो चाहिँ कालिम्पोङको कुरी भिलेज हिउँ नपरे पनि एकदम राम्रो छ साथीहरू म चाहिँ अब आइपुग्न लागेँ लगभग चप्पल खोल्नुपर्ने छैन होला नि त्यस्तो केही रुल्स घन्टी छोप्नलाई फोन यता राखेको अरू त त्यस्तै हो गाइज यहाँको यो मन्त्र लेखेको यो तोरणहरू हुन्छ नि यसले चाहिँ कालिम्पोङलाई नै ब्युटिफुल बनाएको रहेछ यस्तो बवाल छ ब्याकग्राउन्ड यहाँ चाहिँ ठुलो त्रिशुल रहेछ यहाँ मन्दिर चाहिँ यहीँ हो जस्तो छ उताबाट सुरु गर्नु भन्नुभयो पुजारीजीले अनि कुण्डमा पहिला जल भर्ने अनि गणेशको मूर्तिमा पूजा गर्ने अरे अनि मात्र अगाडि पूजा गरेर लास्ट नरिवल चाहिँ लास्टमा फोर्ने अरे अब यहाँ कुण्डमा चाहिँ जल लिन आएको नै कुण्ड भनेको चाहिँ कता हो पूजा गर्ने मेन ठाउँ भनेको कता हो ए लाइन बस्नुपर्छ ए हो हजुर सरी है यहाँदेखि यता चाहिँ फोटो खिच्न पाइँदैन फेरि उता पाइन्न ए साथीहरू यहाँबाट भित्र चाहिँ फोटो खिच्न पाइन्न अरे अब यति नै हो देखाउने होस् गुरुहरूसँग टिका आशीर्वाद थापिसके अब चाहिँ यहाँको ब्युटिफुल भ्यू एकछिन हेरौँ अनि त्यस पछाडि चाहिँ नरिवल फोडेपछि चाहिँ यहाँ बस्नु हुँदैन अरे सरक्कै जानुपर्छ अरे अनि अब चाहिँ नरिवल फुटाएर चाहिँ म सरक्कै निस्किन्छु एक दुईवटा फोटो खिच्नु पर्यो कालिम्पोङ भगवती मोबाइल चार्ज नहुँदैछ 30% मात्र 20% माता कालिम्पोङ भगवती की यहाँ चाहिँ बलि दिने काम हुँदो रहेछ अनि यो चाहिँ रेकर्ड गर्नु हुँदैन जस्तो लाग्यो त्यही भएर मैले छाएँ परे पनि होस् भनेर गरेँ अनि त्यस पछाडि चाहिँ म नरिवल फुटाउनु गएँ यता हेर्नुहोस् फुटाएँ मैले फुटाएँ गाइस आई डिड इट यो प्रसाद हो हजुर यो आदि दिने हो जति चढाइ नि हुन्छ कमला जिन्ने त्यो अरू पनि लगाइ हुन्छ प्रसाद त भयो मिसिसकेको थियो घरमा एक्लै हो म अगाडि मुखाको भन्दा दुईटा होला नि त बढी बढी घरमा छ के त्यति चाहिँ बाबु ल साथीहरु दर्शन त सक्यो तर फर्किने बाटो चाहिँ लास्टै गाह्रो छ सिधै ओह्रालो
पोर्ट साइड हो त अब चाहिँ फ्री फल हुन्छ होला किनभने अघि चाहिँ हामी माथि गएको थियौँ अहिले चाहिँ एकदम स्लोप छ अनि तल जाँदैछौँ क्या त्यही भएर जस एउटा चाहिँ यस्तो कमलमा राखेर यस्तो गर्ने हो क्या वाउ सेक्सी लाली कता पस्दियो है हाम्रो साथीले गाइजहरू माछा पुछ्ने जस्तै लागिरहेछ पोखरा ती नजिकै रहेछ जाउँ न त उडेर उडेर जिरी जाउँ न भन्दा त मान्दैन पोखरा जाने अरे एउटा फोटो हान राम्रो हाने बेबी भरे प्रोफाइल पिक्चर चाहिँ नबोलिकन बस्छस् त म चाहिँ फोटो हान्दै छुइनँ है गाइज ऊ हो फोटो हान्ने भरे बेबी कसलाई भन्नु भनेर कन्फ्युज हुनु होला हाँस्दा हो हाँस्दा त पैसै लाग्छ यसको साथीहरु यसको चाहिँ दाँतमा हिरा त होइन पत्थर हालेको छ हिरा टल्किरहेको छ है गाइज आमामा बोलेर दाँतै बाहिर निस्केला जस्तो त बोलिरहेको छ यो चाहिँ होल कालिम्पोङको भ्यू है साथीहरु ओ हिमालतिर हेर अफरोडिङ चाहिँ यही हो राति हान्दा त बिजोकै भएको थियो अहिलेको लागि चाहिँ ठिकै छ यतिको अफरोडिङमा चाहिँ हामी युज टु नै हो किनभने अस्ति मुसँग जाँदा पनि अफरोडै थियो अनि पुण्यता यदि तिमी मेरो भिडियो हेर्दैछौ भने आई मिस यु अफरोड हिँड्दाखेरि चाहिँ तिमीसँग प्राय हिँडेको भएर चाहिँ अफरोड हिँड्दा चाहिँ तिमी बाइकको पछाडि भएको वाला भाइब्स आउँछ किनभने अस्ति तिमीले मेरो भारी ब्याग बोकाएको थियौ अनि अहिले मैले भारी ब्याग बोकेर बाइक कुदाइरहेको छु आई मिस यु पुण्यता राति त रातै कामले गरी भएको थियो अहिले दिउँसोको लागि त यतिको काम चलाउ ठिकै छ अनि नेक्स्ट टाइम तिमीसँग पनि आउँछु म जाडो लास्टै थियो हिउँै नपर्दा त हिउँ पर्दा झन् बाबाले जाडो हुन्छ होला नेक्स्ट टाइम आउँदाखेरि चाहिँ हामी प्रिपेयर्ड भएर आउनुपर्छ होइन नभए अरू नै कुनै हिमालतिर ट्रेक जाउँला एबिसी ट्रेक जाउँला है तिमीलाई लिएर म आउँछु नरिसाऊ मेरी प्यारी अब हेर न गोप्रो निभाम भन्छु अगाडि गाडी छ होइन ब्रेक छोड्दै गुटुटुटु गुड्केर गइहाल्छ बाइकै यस्तो छ ढुङ्गा फेरि ब्रेक तानेर गोप्रै निभाउनु पाइँदैन यहाँ यस्तो छ रस्ता के दुःख अरे गाउँले के गरिदिन्छन् तेरो च्याप्यो भने आँसुको भारी मन गाँठो पारी ए साँच्ची लाले ओए न्यु इयरमा जे गर त्यही हुन्छ अरे भनौँ होइन मान्छेहरूले अनि घुम्न आएको हाम्रो त न्यु इयरमै वाक्यो त अनि के हुन्छ जिन्दगीभरि वाकै हो ल बर्बाद भएछ यार पूर्णिमा तिम्रो र मेरो जिन्दगी सक्यो तिम्रो झन् 8-9 चोटि वाक्यौ त होइन जिन्दगी म त खादिनँ यार अब त अरू छोडिदिन्छु खादिनँ डर लागिरहेछ हिजोकोले त जिन्दगीमा भमिट गरेर यार आज चाहिँ हामी स्कुटेमा बस्ने प्लान छ हेरौँ के हुन्छ खाना जान्दा भनेको हाँस्दै थियो भोकाएर मर्नु हुन्छ नखाएर हुन्छ ल यता छ स्कुल ए बुने यहाँबाट कति छ 1 घण्टा लाग्छ आम्मामा 1 घण्टा हिँडेर हामी हेर छेउमै कलेज हुँदा पनि यिनीहरूलाई त कुटेर हान्नु जस्तो लाग्छ
त्यस्तो नजिकै हुँदा पनि बानेश्वरबाट पनि जान अल्छी गर्छ यो अनि मलाई छिर्नै दिँदैन भन्छ यसले आई कार्ड बिना दिँदैन त है खोइ दिन्छु भनेको छ तलबाट पास ल्याउनुपर्छ भन्छ तर दिन्छ कटियो तर भ्यू चाहिँ बबाल हो है गाइज पारी मलाई लैजाऊ नजरी मेरो आफ्नै मन परी बस्दा बेसी जाडोले गाई जस्तो हालत भयो कक्रिरहेको छु म त भित्र लाले लुगा थप्दैछ आफ्नो त थप्ने लुगा पनि छैन डाइभर्सन भएर बच्चा हुँदैन जस्तो छ मेरो गाइजहरू होइन नातिदेखि थर्केको यहाँसम्म थर्केको अब कति थर्केको ला पूर्णिमा गाह्रो हुने हो त भेटिहाल्छ केटा मान्छेको लास्ट अप्सन र केटी मान्छेको लास्ट अप्सन भनेर भिडियो हेरेसिनस् लास्ट केटा मान्छेको लास्ट चाहिँ पागल हुन्छ केटीहरूको चाहिँ अनि थक्कै अब सँग सर्लको फेरि हुन्छ ए नेपालमा कहाँ छ चोर बजार अनि तै हो त चोर मैले बजारै राखेको चोचेर थियो अरे आफ्नै मुखबाट सत्य तत्य निकाल्छ अनि बजारै छैन मेरो अरे चोर त चोर रहेछ चोर बजार त सजिलो ओइ म त बाइकै कुदाउन गलेर हैरान भइसक्यो यार अब धेरै टाढा छैन होला मेन बाटो अफरोडिङ छ कि अब कहाँ छ अफरोडिङ अब अफरोडिङ छैन पिचरोडे अलि रेस कुदाम ल जयदीप मेरो त्यो गाडी बाइक कुदाउँदै गलेसक्यो यार सिन्धुपाल्चोकमा बस्दिउँ भन्दै मलाई यहाँ सिन्धुपाल्चोकमा बाइक पो राख्न लाउँछ त बा अनि होइन सुकुटे जाउँ सुकुटे भनेर अनि हिँडिहालेको सुकुटे बिच के अरे यसको नाम अब भने होइन रिभर बे रिसोर्टमा चाहिँ हामी छौँ आजको दिन अनि हामीले रुम पनि मिलाइसक्यौँ अब हामी भात खान जान्छौँ पहिला बाइक हुल्न जान्छौँ बाइक चाहिँ हामीले बाटैमा छोडेको थियौँ होटलको प्राइस मिलेर भने नगर्ने भनेर ला सुरु नै भएर हेर्नुहोस् यार यो चाहिँ चाउचाउ सादेको वाइन छ गाइस वाइन ओपनर चाहिन्छ नि अनि यो चाहिँ हो र त्यस्तो पो हुँदो रहेछ यहाँ क्याम्प फायरिङ हुँदैछ वाइन ओपन गर्न सकेन अरे बिचरा गरिब साथी गाइज चियर्स होइन चाखेर चियर्स गर्छ नि यस्ता त सुन्यौ साथीहरू यहाँ चाहिँ हाम्रो खतरा पर्क सेकुवा पाक्दैछ है ए होइन बारबिक्यू बबाल छ बबाल ल उलाले गन्धसँग खाँदैछ गन्ध होइन के अरे स्मेलसँग उही मिठोलाई के भन्छ न मिठो बास्नासँग यसको बास्नासँग सुँगै खाँदैछ सुगन्ध अरे आयो गाइस यतिको ठेट नेपाली त मैले अहिलेसम्म सुनेको थिइनँ होला हो नेपाली सुधिन्छ उसको फेरि सुगन्ध फेरि कुगन्ध हो नि त यहाँ छिर ल मर्न चाहिँ सक्दैन भने नमर्ने गरी छिर न कस्तो देखिएन मजाले क्लियरै आएको छैन त्यो चार्ज पनि त सकिसकेको छ नि त ब्याट्री फेरि छैन 34% छ ल भाइ अन्त 36 सुनेको राति छ गाइस अन्धकार छ तर पनि हेलो साथीहरू गुड मर्निङ फ्रम सुकुटे बिच हिजो चाहिँ हामी आएर सुकुटे बिचमा बसेको थियौँ अनि हिजोको राति एकदम रमाइलो भयो बारबिक्यू खाना एभ्रिथिङ वाज गुड होइन अनि रुम पनि राम्रो थियो सर्भिस पनि राम्रो थियो सबै थोक राम्रो लाग्यो अनि हामी चाहिँ अब आज सुकुटे बिचमा अलिअलि घुमघाम गरेर त्यस पछाडि चाहिँ हामी फेरि ब्याक टु काठमाडौँ हुनेछौँ अहिले चाहिँ भर्खर फ्रेसन अप भइसक्यो म अब चाहिँ मेकअप सेकअप गरेर अनि घुम्न निस्किने हो हामी होइन त पूर्णिमा यो रिसोर्टको चेकआउट टाइम भइसकेको छ अब चाहिँ हामी चेकआउट गरेर काउन्टरमा यो ब्याग र बुट अनि मेरो गियरहरू छोडेर जान्छौँ यहाँ बिचतिर घुम्नलाई चेकआउट गरेर निस्किने भन्ने कुरा हो किनभने बिच घुम्न कति टाइम लाग्छ थाहा छैन अनि अब चेकआउट गरिसके पछाडि चाहिँ
वी विल गो टु द बिच एन्ड त्यस पछाडि हामी काठमाडौँको लागि निस्किन्छौँ। साथीहरू हामीले चाहिँ चेकआउट गरिसक्यौँ। अनि काउन्टरमा लुगासुगा हेलमेट गोप्रो सब जिम्मा लगाएर चाहिँ अहिले हामी निक्लिँदैछौँ बिच साइडमा। अब बिच चाहिँ म हजुरहरूलाई पनि देखाउँछु कस्तो छ भन्यो ब्रो। हुई हुई ये हम है, ये बीच है और यहाँ पे हमारी पार्टी हो रही है। उतापट्टि हो क्या बिच साइड। अब जानुपर्छ। कताबाट जाने? यहाँबाट उत्रेर अनि हिँड्दै हिँड्दै जानुपर्ने हो क्या। ल गाइजहरू हामी चाहिँ ठुलो बाँसको पुलबाट जाँदैछौँ है। अब यहाँ से हम जाएंगे ओए डर लगता है हमको। ओए डर लाग्यो भाइ। अझै त्यत्रो हिँड्नु छ गाइज। साथीहरू म चाहिँ खोला क्रस गरिसकेँ। यस्तो बवाल दामी छ यतापट्टि है। उहाँ चाहिँ उनीहरू आउँदैछन्। लास्ट अप्ठ्यारो पुल छ, झरिएला जस्तो छ त्यो चाहिँ। त्यस पछाडि बिच साइडबाट चाहिँ पारी कटेर फोटो खिच्नै नमिल्ने रहेछ त्यो सुकुटे बिच लेखेको ठाउँमा। अनि त्यहाँ के जानु है भनेर हामी चाहिँ टेबल टेनिस खेल्न थाल्यौँ। अनि लालेर म चाहिँ टेबल टेनिस खेल्दै थियौँ। अब 3 जना खेल्ने कुरा भएन। अनि पूर्णिमा चाहिँ उतापट्टि बसेर एक्लै बसिरहेकी थिइन्। लु ओए लाले टिप, ओए टिप टिप टिप। ल साथीहरू अहिले चाहिँ 3:16 भइसक्यो। अब चाहिँ हामी निस्किनु पर्ने हुन्छ काठमाडौँको लागि।